अब त मलाई प्रेम शब्द नै श्राप जस्तो लाग्न थालिसक्यो। कति पटक त सास लिनै गाह्रो लाग्छ, छातीभित्र केही च्यापिएको जस्तो, र आत्माले कराउँदै सोध्छ, के म कसैको जिन्दगीमा यति ठुलो गल्ती थिएँ? के म कसैको जिन्दगीमा यति ठुलो भुल थिएँ? मैले त प्रेम गरेको थिएँ, मनको माया बाँडेको थिएँ, आत्मा साँचो भएर आफूलाई अर्पिएको थिएँ, तर आज तिनै यादहरू मलिन भएका छन्। तर ती मायाका पलहरू आज भुल जस्तै बनेका छन्। रातको एकान्तमा जब सबै निदाएका हुन्छन्, म चुपचाप रोइरहेको हुन्छु, मनमा एक मात्र प्रश्न बोकेर, यदि यो प्रेम हो भने किन यति पीडा छ? किन यति दर्द छ? किन यति टटपाइ छ? साँचो भनेको अब मलाई प्रेम शब्द नै श्राप जस्तो लाग्न थालिसकेको छ। कहिलेकाहीँ आफैसँग घृणा लाग्छ, किनकि मैले त्यो माया गरेको मान्छे नै मेरो बर्बादीको कारण बन्यो। अब त मलाई यति गहिरो ग्लानि हुन्छ कि सोच्न बाध्य हुन्छु, सायद मैले प्रेम गरेको छु भन्ने भरम मात्र थियो, वास्तवमा मैले पाप नै गरेको रहेछु, पवित्र नाममा ढाकिएको, आत्माले कहिले माफ गर्न नसक्ने पाप। उसो त आयो आज प्रेम प्रणय दिवस, तिमीलाई धेरै धेरै शुभकामना प्रेम प्रणय दिवसको।